सम्पूर्ण नमस्ते है। नमस्ते हजुर। यो चाहिँ नामाथली भन्ने ठाउँ हजुर हो। तपाईहरु चाहिँ के गर्नुहुन्छ यहाँ? हामी बाख्रा भैँसी पालन गर्दैछौँ सर। बाख्रा भैँसी गाई पनि है हजुर है। यहाँ चाहिँ के छ तपाईहरुको चरण क्षेत्रमा चाहिँ के छ समस्याहरू? चरण क्षेत्रमा पोहोरसम्म चाहिँ यहाँ यसो बिजन पनि रोपेको थियो, अहिले चाहिँ अलि बिजन रोपेको छैन। चरणलाई हाम्रो अब यहाँदेखि पराइसम्म पुग्छ सर। काली पोखरी, तागलापु, नामाथली भन्ने यो हाम्रो खर्का ठाडेसम्म पुग्छ। ए तपाईहरु चाहिँ यहाँ कहिलेदेखि यहाँ बसिराख्नु भएको छ? हामी बसेको त 20-25 वर्ष भयो सर। 20-25 वर्ष हजुर। 20-25 वर्ष पहिला यहाँ कस्तो थियो, अहिले कस्तो छ? पहिला के समस्या थियो कि पहिला राम्रो थियो कि अहिले राम्रो छ? पहिला त धेरै समस्या थियो, अहिले धेरै राम्रो छ। पहिला पानी पनि थिएन, पानी थिएन। हो कता उता पानी लिन जानुपर्छ पहिला त। अहिले पानी एक दिनको बाटो दिन जानुपर्ने सर। अहिले त धेरै राम्रो छ। अहिले त चैतामा वैशाखमा पनि पानी चाहिँ भयो भने यहाँ अब पानी बनाउँछ गाह्रो पर्छ हामीलाई। उहिलेको भन्दा त माथि जानुपर्छ, पानी माथिबाट ल्याएको छ। पहिला त सर भकरी बुन्नु पर्थ्यो, भकरी ल्याउनु पर्थ्यो। अब अहिले तपाईँको संस्था आएर इबिएल संस्था आएर तपाईँको हामीलाई यो जस्ता तपाईँ दिनुभयो। अनि हामीलाई यो तपाईँको घेराबर तपाईँ दिनुभयो हजुर। अनि अब पहिलाको त धेरै तपाईँको राम्रो छ। हामीलाई तपाईँको अहिले धेरै अब गोठमा हामी भकरी पाउनु पर्दैन। अब हामीलाई तपाईँको धेरैको सम्पन्न अब यो घाँस पनि तपाईँ बाख्रा यो बाछा पाडाको लागि तपाईँको यो पाठाको लागि हामीले थुनिरहेका छौँ। अब हामीलाई अन्तिममा कसैको 20 वटा, कसैको 30 वटा होला, कसैको 15 वटा होला। अब अन्तिममा तपाईँको हामीलाई यसो 5-10 वटा बाख्रा, 20 वटा बाख्रासम्म थप्ने तपाईँको हामीलाई मौका पाएदेखि जुन हामीलाई त सुनमाथि सुगन्धा हुने थियो सर। अब यो अन्तिममा सर अब हामी कसैको 20 वटा होला, कसैको 30 वटा होला, कसैको 35 वटा होला, सबैलाई यसो थप्ने चाहिँ मौका हामीलाई मिलिए त हामीलाई सबै कुरा सम्पन्न हुन्थ्यो सर। अब यो अन्तिमतिर अब हुन्छ कि भने आशा चाहिँ छ सर हामीलाई। संस्थाले यति हाम्रो अध्यक्ष लगायत सायद सबैले हामीलाई गरिदिए थियो, हामीलाई सम्पन्न हुन्थ्यो सर। यो चाहिँ हामीलाई पहिला गरे त धेरै राम्रो छ सर। हाम्रो इबिएस संस्थाले धेरै राम्रो गर्नुभएको छ। के गरेछ भन्नु न? अब पहिला तपाईँको यहाँ बारीमा तपाईँको यहाँ पहिला तपाईँको स्याउलाले बारीमा तपाईँको पहिलो पटक तपाईँको पछि तपाईँको 2 चोटि बारीमा क्या तपाईँको 2 चोटि स्याउलाले हुँदैन भने यो भयो तपाईँको काठले भयो तपाईँको। अनि पोहोरको साल पनि काठले नै बारीको सर। अनि हामीलाई अब यो बाछा पाडाले त घाँसको समस्या, यहाँ फेरि बाछा पाडालाई घाँसको साह्रै समस्या सर। यहाँ अलि नजिक छैन पानी चाहिँ तपाईँको। यहाँ फेरि त्यो हामी पानी चाहिँ तपाईँको आउँछ फेरि सर के हुन्छ भने आज अब भलबाडी आज हामी बनाउनु जान्छौँ, भोलि तपाईँको भलबाडी पुरा आयो भने तपाईँको सबै पुर्छ। ट्याङ्कीको समस्या छ सर। ट्याङ्की तपाईँको छैन हेर्नुहोस्। ट्याङ्की चाहिँ तपाईँको डरम छ। अब त्यो भलबाडीले त तपाईँको माटो ल्याएर सबै पुर्छ, दिनदिनै तपाईँको जानु सकिँदैन सर। एक दिन लाग्छ। टुटानको छेउमा पर्छ। सबै कुरा त हामीलाई राम्रै छ। पानीको 1 नम्बर समस्या। अनि हामी बाख्रा अलिक कम्ती छ। अब हामीलाई अन्तिम पटक चाहिँ तपाईँको 2-4 वटा 10 वटा 15 वटासम्म थप्ने चाहिँ मौका पाइदिए त हामीलाई एकदम राम्रो हुन्थ्यो सर। अब त्यो हुन्छ हुँदैन त्यो चाहिँ अब हामीले मात्रै भनेर हुँदैन, हो कि होइन तपाईँको? हाम्रो सरको पालोमा हो कि होइन? हाम्रो दादेव सरको पालामा पनि हामीले यसो गऱ्यौँ। यो अहिले जस्ता ठिक छ संस्थाले तपाईँको दिए पनि उहाँको पालोमा हामीले यसो दियो भने हामी पछिसम्म तपाईँको हुन्छ क्या सर। पछि संस्थाको पनि नाम छ, उहाँको पनि नाम रहन्छ हेर्नुहोस्। अब हाम्रो प्रकाश सर आउनुभयो अस्ति, सबै कुरा ल यस्तो स्टामिना तपाईँ दिनुभयो, यस्तो बनाउनु भयो। उहाँको स्टामिना हामीलाई उहाँको स्टामिनाभन्दा फाल्टो हामी नआउँछ। ढुङ्गा तपाईँको टाढो छ सर। यहाँ यो एक दिनको बाटो त नभए यहाँ 2 घन्टा जति उताबाट टाढोबाट सर। यो ढुङ्गाको ध्वनि पनि तपाईँको यहाँ पानी छैन त्यति बेला। पानी तपाईँको उहाँ ढुङ्गाबाट 3 बिसाउनेबाट पानी ल्याएर खानुपर्छ। फेरि तपाईँको रोजगार तपाईँको मान्छे ल्याएर आफूले मात्रै हुँदैन, त्यो रोजगारले तपाईँको 1000 रुपियाँ पैसा दिएर तपाईँको यति गर्नु लाग्यो भने हामीले ठुलो समस्या छैन। हामीलाई त 50-60 हजार त पर लाख गोठको, हाम्रो यहाँ 1.5 लाख 2 लाखको चाहिँ यहाँ गइसकेको छ।
काठ तपाईँको दिँदैन सर यो समुदायले कोही चोरचार गरेर कोही अब के गरेर कोही माथि टुटुवानतिर गएर तपाईँको बाकाल खोजेर समस्याको समाधान गर्नै पर्यो हेर्नुहोस् अब दिनु तपाईँको मान्दैन जङ्गलले पनि हतपत तपाईँ दिँदैन सर समयमा खोल्ने समस्या छ रहेछ अब यस्तो हो सर समयमा खुले पनि अब धेरै दिने चलन छैन तपाईँको सामुदायिकको नियमअनुसार दिन्छ सर के हो घाँसको समस्याहरू चाहिँ अहिले छैन घाँसको पनि छ सर अब यो के घाँस छ यहाँ घाँस छ तपाईँको अब त्यही अब तपाईँको संस्थाले दिएको इमेलले दिएको घाँस तपाईँको यहाँ त्यो लहरे घाँसै साह्रै राम्रो हुँदो रहेछ सर त्यो नाम चाहिँ आएन मलाई के भन्दै त्यो होइन त्यो क्लोर भन्ने घाँस क्लोभर हजुर हो त्यो घाँस चाहिँ त्यो चाहिँ मर्दैन हराउँदैन यहाँ चाहिँ लगायो भने त्यो आगो पराउँ त यो त पृथ्वी राख्दो रहेछ त्यो चाहिँ अब त्यो एउटा त्यो अलि कोसे घाँस चाहिँ अलिक खोइ बटाइदिए देखिँदैन हामीले केही वडाबाट केही गर्न सक्यो भने दिन सक्छ त सर घाँस त के महँगो पर्दैन थियो ठुलो कुरो त्यो समस्या छैन त्यो